हेलो साथीहरू, आज म तपाईहरुलाई राष्ट्रिय परिचय पत्र अनलाइन फर्म कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। तपाईहरुले अन्तिमसम्म हेरेर साथ दिनुहोला। सर्वप्रथम राष्ट्रिय परिचय पत्र भनेर तपाईहरुले गुगलमा गएर सर्च गर्नुहोला। त्यसपछि फर्स्ट रिजल्ट डिपार्टमेन्ट अफ नेशनल आइडी एन्ड सिभिल रजिस्ट्रेसन भनेर आउनेछ। क्लिक गर्नु होला अनि यहाँ राष्ट्रिय परिचय पत्र अनलाइन आवेदनमा क्लिक गर्नु होला। त्यसपछि लगइन गर्नलाई तपाईले मोबाइल नम्बर चाहिन्छ। आफ्नो मोबाइल नम्बर यहाँ टाइप गर्नुस्। ओटीपी आउनेछ, त्यो ओटीपी यहाँ हाल्नु होला। त्यसपछि यहाँ न्यू इनरोलमेन्टमा क्लिक गर्नु होला। अनलाइन आवेदन दिनु अगाडि चाहिँ यो देखाएको कुराहरु चाहिँ राम्ररी तपाईले पढ्नु होला। इंग्लिश टाइप गर्ने हेल्प गर्ने चाहिँ एउटा विन्डो खोल्नु होला तपाईले। यसले तपाईलाई सहायता गर्नेछ एप्लिकेसन फर्म भर्नलाई। आफ्नो डिटेल्स भर्नु होला, नाम, थर, यहाँ आफ्नो जन्म मिति, जन्मस्थान, नागरिकताको किसिम हाल्नु होला, नागरिकता नम्बर। फर्म भर्दा चाहिँ एकदम ध्यान पुर्याएर भर्नु होला, पछि रिजेक्ट हुन सक्छ। नागरिकता जारी भएको त्यो जिल्ला राख्नु होला। जारी मिति भनेको चाहिँ तपाईको नागरिकता कहिले जारी भएको त्यो मिति नागरिकतामा लेखिएको हुन्छ, त्यो यता भर्नु होला। लिङ्ग त मेल फिमेल भर्नु होला। वैवाहिक स्थिति, पितृत्वको स्थिति नोन राख्नु होला। शैक्षिक योग्यता कति हो त्यसमा सिलेक्ट गर्नु होला। यहाँ जुन रातो स्टार मार्क दिएको छ त्यो चाहिँ अनिवार्य भर्नुपर्ने ठाउँहरु हो, अरु चाहिँ नभर्दा पनि हुन्छ। निवेदक एप्लिकेन्ट्स पर्मानेन्ट एड्रेस आफ्नो स्थायी बसोबास स्थान तपाईले भर्नुपर्ने हुन्छ। यता मोबाइल नम्बर, प्रदेश, कुन प्रदेश हो, जिल्ला, वडा नम्बर कति हो, गाउँ, नगरपालिका, अनि अर्को यहाँ एप्लिकेन्ट्स टेम्पोरेरी एड्रेस, निवेदकको अस्थायी ठेगाना चाहिँ यहाँ भर्नुपर्ने हुन्छ। कहाँ तपाई अहिले बस्दै हुनुहुन्छ त्यो ठाउँको ठेगाना। अनि यहाँ तपाईले सहयोगको लागि किबोर्ड हेर्न सक्नुहुन्छ। नेपाली टाइपिङ गर्न एकदम हेल्प गर्नेछ यसले। र चाहिँ अस्थायी ठेगाना भर्नु होला। प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका, वडा नम्बर, गाउँको भिलेज। नेपालीमा टाइपिङ गर्न अलिकति समस्या आउन सक्छ तर सजिलै छ। अनि यहाँ चाहिँ फादर्स मदर्स डिटेल्सहरु भर्नुपर्ने हुन्छ। यता फादर्स पहिलो नेम, बीचको नाम छ बीचको नाम, अन्तिम थर्ड, यता इंग्लिशबाट लास्ट नेम चाहिँ कपीमा गर्नु होला किनकि
तपाईँ र तपाईँको फादरको पर्मानेन्ट एड्रेस चाहिँ सेम हुन्छ, त्यस कारण कपी एप्लिकेन्ट्स पर्मानेन्ट एड्रेस भनेर टिक लाउनु होला। यता मदर्सको फर्स्ट नेम पहिलो नाम, यता आमाको इङ्ग्लिसबाट फर्स्ट नेम लास्ट नेम, यहाँ पनि कपी गरिदिनु होला। ग्रान्डफादर्स डिटेल्स भर्नु होला। यता पहिलो नाम, आफ्नो बाजेको पहिलो नाम, बाजेको पहिलो नाम, बिचको नाम, अन्तिम। अनि यहाँ चाहिँ ग्रान्ड मदर्स डिटेल्स, आफ्नो हजुरआमाको नाम भर्नु होला। अनि यता बायोमेट्रिक दिने स्थान, आफूलाई पर्ने स्थान सेलेक्ट गर्नु होला। म यो चाहिँ काठमाडौँबाट गर्दैछु, त्यही भएर जिल्ला प्रशासन कार्यालय सेलेक्ट गरेँ। अनि यता कुन मितिमा तपाईँ जान चाहनुहुन्छ त्यो मिति भर्नु होला। मिति सेलेक्ट गरिसकेपछि सर्च गर्नु होला। सर्च गरेपछि यो टाइम स्लटहरू देखाउनेछ, कुन टाइममा तपाईँ जान चाहनुहुन्छ त्यो सेलेक्ट गर्नु होला। मैले यहाँ 11 देखि 12 बजेको समयमा सेलेक्ट गरेको छु। अपोइन्टमेन्ट डिटेल्सहरू देखाउनेछ। एकचोटि राम्ररी चेक गर्नु होला। यदि कुनै कुरा मिलेको छैन भने गलत हाल्नु भएको छ भने त्यसलाई सच्याएर मात्र सबमिट गर्नु होला। सब कुरा ठिक छ भने सबमिटमा क्लिक गर्न सक्नुहुनेछ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो फर्म चाहिँ रेडी भइसकेको छ। यसलाई चाहिँ डाउनलोड गरेर प्रिन्ट गरेर लिएर जानु होला अपोइन्टमेन्ट डेट अनि टाइमको समयमा। राष्ट्रिय परिचय पत्र बनाउँदा चाहिँ कुनै पनि शुल्क लाग्दैन। राष्ट्रिय परिचय पत्र बनेको 24 घण्टापछि मात्र पासपोर्टको लागि अप्लाई गर्नु होला। नत्र अगाडि नै गर्नुभयो भने रिजेक्टेड हुनसक्छ तपाईँको पासपोर्ट। भिडियो हेर्नुभएको लागि धेरै धेरै धन्यवाद साथीहरू। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने एक लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। साथैमा रहेको बेल आइकनको अल नोटिफिकेसन अन गरिदिनु होला ताकि कुनै पनि भिडियो तपाईँले मिस गर्नु हुने छैन।